आदरणीय दर्शकबिन नमस्कार। नेपाल नलेज हबको अर्को अन्तर्वार्ता श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। आजको हाम्रो अतिथि हुनुहुन्छ सीता घिमिरे, जो नेपालको श्रम तथा आप्रवासन क्षेत्रमा लामो समय काम गरी विज्ञता हासिल गर्नुभएको छ। सीता म्याडम, यहाँलाई स्वागत छ। धन्यवाद। यहाँ चाहिँ श्रम तथा आप्रवासन क्षेत्रमा लामो समय काम गर्नुभयो र काम गरेर पनि अहिले रेगुलर कामभन्दा पनि रेगुलर जबको रूपमा नभइकन अरू काममै रहनु भएको छ। खासमा रेगुलर काममा हुनु र बाहिर आउनुमा के फरक रहेछ? यो ठुलो फरक रहेछ। रेगुलर काममा रहँदाखेरि चाहिँ आफूले त्यही फिल्डमा मात्रै आफूलाई इङ्गेज गरिन्छ, त्यही फिल्डको मात्रै ज्ञान हुन्छ। जब त्यो क्षेत्रबाट बाहिर निस्किसकेपछि आफ्नो चाहिँ दायरा फराकिलो हुँदो रहेछ। यो अधिकारका क्षेत्रमा, विकासका क्षेत्रमा, विभिन्न विषयमा आफूलाई चाहिँ फराकिलो गरेर काम गर्न सकिने अवस्था, मौका मिल्दो रहेछ। अब डेली लाइफ कसरी चलिरहेछ अहिले जबभन्दा बाहिर आइसकेपछि? हजुर, मेरो डेली लाइफको कुरा, हुन त म रेगुलर काम छोडेको भर्खर 1 महिना मात्रै भएको छ। अब यो 1 महिनाको समय मैले चाहिँ कसरी बिताइरहेको छु भन्दाखेरि बढीभन्दा बढी समय मैले मेरो परिवारसँग बिताएको छु। किनभने विगतलाई फर्केर हेर्दाखेरि 35 वर्ष भएछ म प्रोफेसनल लाइफ मैले सुरु गरेको। त्यो प्रोफेसनल लाइफमा जहिले पनि आफ्नो कामलाई मात्रै प्राथमिकता दिएर समय बिताइयो र अहिले आउँदाखेरि चाहिँ आफ्नो लागि, आफ्नो परिवारको लागि अनि अन्य काम जुन मैले गर्न चाहेर पनि गर्न नसकेको थियो, जस्तो केही रिसर्चका कामहरू भए, महिलाहरूका अधिकारका कामहरू भए, यस्तो खालको कामहरू चाहिँ आफूले अब चाहिँ स्वतन्त्र भएर काम गर्न सक्ने निम्ताहरू आइरहेको छ। जहिले पनि नो नो भन्नुपर्ने अवस्था थियो भने अहिले चाहिँ हुन्छ, म आउँछु भनेर चाहिँ भन्न सक्ने अवस्था, सजिलै सहभागी हुन सक्ने, सजिलै आफ्ना विचारहरू व्यक्त गर्न सक्ने, त्यो अलिकति खुल्ला भएको महसुस चाहिँ हुँदो रहेछ। यहाँ त लामो समय यहाँको जागिरको क्रममा लामो समय बालबालिका क्षेत्रमा काम गर्नुभयो र पछिल्लो समयमा श्रम तथा आप्रवासन क्षेत्रमा काम गर्नुभयो। तपाईँको पछिल्लो समयमै कुरा गर्दाखेरि नेपालमा वैदेशिक रोजगारी निकै बढेको छ। वैदेशिक रोजगारीको क्षेत्रमा रहँदाखेरि यहाँको ले गरेको मुख्य कुराहरू, यहाँ मुख्य योगदानहरू के गर्यो जस्तो लाग्छ? यो चाहिँ कस्तो छ भने अब नेपालमा वैदेशिक रोजगार भन्ने विषय त एकदम ठुलो विषय हो। मैले काम सुरु गर्ने अवस्थातिर चाहिँ कस्तो थियो भन्दा 12 वर्ष अगाडिको कुरा कस्तो थियो भने यो विदेश पठाउने खाले काम हो, विदेश पठाउने खाले परियोजना हो भन्ने किसिमको कुराहरू सुनिन्थ्यो जनमानसमा। भने अब 12 वर्ष पछाडि आज आएर हेर्दाखेरि चाहिँ वैदेशिक रोजगार भनेको नेपालको एउटा अपरिहार्य विषय रहेछ। जबसम्म नेपालमा रोजगारी क्रिएसन हुँदैन तबसम्म त वैदेशिक रोजगारमा नगइकन अरू उपाय छैन भन्ने किसिमको बुझाइ चाहिँ नीति निर्मातादेखि लिएर जनसमुदायमा पनि त्यो बुझाइ आयो। एउटा कुरा, त्यो बुझाइ ल्याउनुमा मेरो चाहिँ एउटा ठुलो योगदान रह्यो भन्ठान्छु म। त्यस्तै गरेर वैदेशिक रोजगारमा जानुभन्दा अगाडि आफूलाई गर्नुपर्ने तयारीहरू, आफूले सिक्नुपर्ने कुराहरू, अनि रोजगारीमा गइसकेपछि त्यहाँ गर्नुपर्ने आफूले गर्नुपर्ने तयारी अथवा आफूले चाहिँ अपनाउनु पर्ने नियमहरू, यी सबै कुराहरूमा अवेरनेस जगाउनको लागि मद्दत गरियो एकातिर भने। अब अर्को कुरामा चाहिँ नीति निर्माणमा पनि वैदेशिक रोजगारको क्षेत्रमा भएका नीतिहरूलाई अपडेट गर्ने, रिभाइज गर्ने र अब नभएका नीतिहरू बनाउनको लागि पनि सिकाइको आधारमा, यो चाहिँ ग्रासरुटमा काम गरेको आधारमा, त्यहाँको सिकाइको आधारमा नीति निर्माणमा सहयोग गर्ने कामहरू पनि गरियो। अब फेरि वैदेशिक रोजगारको कुरा गर्दाखेरि अहिले त 3 तहका सरकारहरू छन् अनि यो 3 तहका सरकारका जिम्मेवारी हुन् र 3 तहका सरकारका कुन सरकारको के जिम्मेवारी छ भनेर अलिकति, अब हुन त सरकारलाई थाहा नभएको कुरा त होइन, तर पनि अब मान्छे फेरिरहँदाखेरि, नयाँ मान्छेहरू त्यहाँ आउँदाखेरि चाहिँ त्यो जिम्मेवारीलाई बोध गराउने किसिमको कामहरूमा पनि योगदान गर्न सकियो जस्तो लाग्छ मलाई। अनि कतिपय मान्छेहरू के भन्ने गर्छन् भन्दाखेरि नेपालको वैदेशिक रोजगारी हामीले आफै क्रिएट गरेको हो, खास गरी सरकारमा रहने अथवा सरकारमा
सरकारलाई खेलाउने व्यक्तिहरूले क्रिएट गरेको हो भन्ने कुरा पनि भन्छन्। तपाईँले एकदम सूक्ष्म रूपमा हेर्नु भएको छ यो कुरा कि वैदेशिक रोजगारी हामीले गर्दा सिर्जना भएको हो कि यो हाम्रो आवश्यकता हो? अब म चाहिँ दुवै हो भन्छु। हामीले क्रिएट गरेको चाहिँ कसरी भन्छु भनेदेखि यहाँ हामीले काम दिन सकेनौँ नि त। काम खोजेका, काम जरुरी भएको समुदायलाई, जसलाई काम छ, युवा युवतीहरूलाई, उनीहरूलाई नेपालमा काम गर्ने जब अपर्च्युनिटी भएन, पुगेन। त्यो जब अपर्च्युनिटी दिन नसकेको चाहिँ हाम्रो एउटा कारण भयो। हाम्रो भनौँ, सरकारको भनौँ, कसको भनौँ, त्यो त्यसरी जब अपर्च्युनिटी दिन नसक्नु एउटा कारण भयो। अब अर्को त हेर्नु, विश्व नै चलायमान छ। यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो। म नेपालमा काम गर्छु अथवा म विदेशमा काम गर्छु, विदेशमा कुन देशमा काम गर्छु, के काम गर्छु, कति समय गरेर फर्किन्छु, के गर्छु भन्नेको त व्यक्तिगत आफ्नो चोइसको कुरा हो, जुन हाम्रो संविधानले पनि दिएको छ, राइट टु वर्क, होइन? त्यसले गर्दाखेरि यो चाहिँ चोइसको कुरा हो। त्यसैले यो चाहिँ दुवै हो भन्छु म। भनेपछि यदि हामीले चाहने हो भने जुन वैदेशिक रोजगारी जाने क्रम बढिरहेको छ यसलाई कम गर्न सक्छौँ। अब त्यो चाहिँ राज्य लाग्ने हो भने सकिन्छ। जो बाध्यताले रोजगारमा गएका छन् उनीहरूलाई रोक्न सकिन्छ। जो स्वेच्छाले गएका छन्, आफ्नो चोइस, म चाहिँ देश पनि हेर्छु, ठाउँ पनि हेर्छु, नयाँ काम सिक्छु र फर्किन्छु अथवा के गर्छु, त्यो त उसको चोइसको कुरा हो। उसलाई त रोक्ने कुरा पनि भएन, रोक्नु जरुरी पनि भएन होला। तर जो बाध्यताले चाहिँ वैदेशिक रोजगारमा जानु परेको छ, त्यसलाई चाहिँ स्वदेशमै जब सिर्जना हुने हो भने चाहिँ कम हुन्छ, डेफिनेटली। अब तपाईँ एज एउटा विज्ञ एक्सपर्टको हिसाबले भन्दाखेरि वैदेशिक रोजगारलाई के कम बन्द गर्नुपर्छ अथवा यसलाई हामीले के गर्नुहुन्न? तपाईँ चाहिँ के सल्लाह दिनुहुन्छ? कम गर्नुपर्छ अथवा बन्द गर्नुपर्छ भन्ने कुरा भन्दा पनि मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि व्यक्तिलाई छान्नको लागि अपर्च्युनिटी दिनुपर्छ कि यहाँ कामको अपर्च्युनिटी हुनु पर्यो, यहाँ कमाउन सक्ने अवस्था हुन पर्यो। त्यो अवस्था यहाँ भइदिएपछि म यहीँ काम गर्छु अथवा म बाहिर गएर काम गर्छु भन्ने चाहिँ व्यक्तिको चोइसमा भर पर्यो। र अल्टिमेटली वैदेशिक रोजगारमा जाने मान्छेको सङ्ख्या घट्छ यदि यहाँ मौका हुने हो भने। त्यसैले मौका दिनु पर्यो। यहाँ अहिले त मौकै छैन नि। यहाँ काम खोजेर 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 काम नपाएर थकित भएर, कमाइ नभएर अनि मान्छे विदेश गइरहेको अवस्था छ नि त। जुन अहिले दिनको सालाखाला 2600 मान्छे विदेश गइरहेछन्। सबै रहरले गएका त छैनन्, मेजोरिटी त करले गएका छन्, बाध्यताले गएका छन्। त्यसले गर्दाखेरि त्यो बाध्यात्मक अवस्था चाहिँ हुनु हुँदैन देशमा। कस्तो राम्रो कुरा गर्नुभयो, मौका दिनुपर्छ भने। मौकाको अर्थ अझ बुझ्ने गरी भनिदिनुहोस् त। यो मौका दिनुपर्छ भनेको चाहिँ यहाँ यही देशमा काम गर्नको लागि यो देशको आवश्यकता अनुसारको जनसमुदायले चाहिँ सिप पाउनु पर्यो, सिप लिन सक्ने अवसर हुन पर्यो, क्वालिटीको सिप के। यो नाउँ मात्रैका सिप तालिम केन्द्र त थुप्रै छन्, तर नाउँका मात्रै भनिनँ मैले, कामका, क्वालिटीका काम सिप दिन सक्ने खालका चाहिँ तालिमहरू हुनु पर्यो। र काम गर्नको लागि उद्योग धन्दा, कर कारखाना, विविध अब क्षेत्रहरू चाहिँ काम गर्न सक्ने हुनु पर्यो। अब अहिले हेर्नु न, हामी सबैले देखेकै कुरा छ त, कपाल काट्नु पर्यो, देश बाहिरका मान्छे छन्, हाम्रो घरमा एउटा प्लम्बर चाहियो, देश बाहिरका मान्छे छन्, गाह्रो लाउन पर्यो, घर बनाउन पर्यो, केही गर्न पर्यो, हाम्रा छिमेकी मुलुकका मान्छेहरू छन्, अनि उनीहरू चाहिँ बढीभन्दा बढी पैसा हाम्रो देशबाट लगिराखेका छन्। तर हाम्रा मान्छे भने उनीहरूले पाउने भन्दा धेरै कम पैसामा गल्फ कन्ट्रीमा चाहिँ 50 डिग्री 45 डिग्रीमा पसिना बगाएर काम गरेका छन्। उनीहरूलाई यहाँ काम गर्ने, काम गरौँ गरौँ लाग्ने एउटा वातावरण, एउटा माहौल, एउटा मौका सिर्जना गर्न सकिएन के। जानी फेरि यो कुरा थाहा नभएको कसैलाई पनि छैन। तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, यो नीति निर्मातालाई पनि थाहा छ, सबैलाई थाहा छ, सबैले यही कुरो बोल्छौँ। तर व्यवहारमा चाहिँ यो मौका दिनको लागि, काम गर्ने वातावरण सिर्जना गर्न चाहिँ सकेको छैन। खुरुखुरु लेबर अप्रुभल दिँदै विदेश पठाइया छ त। त्यो लेबर अप्रुभलमा जानुभन्दा अगाडि नै यहाँ काम गर्ने मौका, आफ्नो चाहना अनुसार, आवश्यकता अनुसारको कमाइ गर्न सक्ने ठाउँ यहाँ थियो भनेदेखि मान्छे बाध्यात्मक परिस्थितिका साथ जानुपर्ने अवस्था हुने थिएन भन्छु म। किन वातावरण नदियो होला त? यो
कि मान्छेले किन वातावरण दिन चाहँदैनन्? कमिटमेन्टको कुरा हो यो, पोलिटिकल कमिटमेन्ट, प्रायोरिटी राज्यले सेट गर्ने प्रायोरिटी के। अब हुन त राज्यले प्रायोरिटी सेट गरेन भन्नलाई अलिकति गाह्रो पनि छ, किनभने अब अहिले भर्खरै अस्ति बजेट आयो होइन, बजेटमा पनि यही कुरा छ। यहाँ चाहिँ कामको सिर्जना गर्ने, साना तथा मझौला उद्योग धन्दाहरू खोल्ने भन्ने खालको बजेटले नीतिले राखेको छ। तर कागजमा रह्यो कि, कागजमा मात्रै रह्यो। व्यवहारमा यस्तो बजेट यस्तो नीतिहरू सधैँ आइराखेका हुन्, तर व्यवहारमा लागू हुन चाहिँ सकेन। योजना बनाएअनुसारको बजेट खर्च पनि भइराखेको देखिँदैन। कोही बेला आवश्यकता एकातिर छ अनि अब नीति नियम अथवा योजना अर्कोतिर छ, त्यो तालमेल नखाइराखेको हुन्छ। सिप तालिमहरूमा आवश्यकता एकातिर छ, तालिम अर्कातिर दिएको छ, त्यो तालमेल नभइराखेको हुन्छ। दोहोरी एउटै मान्छे सिप तालिममा बसेको छ, चाहिने मान्छेले पाएको छैन, त्यस्तो पनि हुन्छ। यो अलिकति ग्याप के, तालमेल नमिलेको र प्राथमिकता छुट्याएर कमिटमेन्टका साथ ब्युरोक्रेसी पनि, पोलिटिक्स पनि र पिपुल पनि कमिटमेन्टका साथ चाहिँ लाग्न नसकेको चाहिँ देखेको छु मैले। त्यही भएर हाम्रा जो कामदार छन्, विदेश जाने कामदार हुनुहुन्छ, उहाँहरूले समस्या भोग्ने, अनेक झन्झट खेप्नुपर्ने, त्यस कारण हो भन्दा ठिक हुन्छ? हजुर, त्यसै कारणले हो नि। यो तालमेल नमिलेकै कारणले अब राम्रोसँग बुझेर सिकेर जाने अवस्था सबैको छैन। अब हुन त अहिले आउँदाखेरि वैदेशिक रोजगारको विषयमा काम गर्ने सङ्घ संस्था अथवा कार्यक्रमहरू चाहिँ अलिकति पहिलेको दाँजोमा अलि व्यवस्थित भएर आइराखेको देखिन्छ। जस्तो यो स्विस सरकार र नेपाल सरकारको सामी कार्यक्रम छ, अहिले 77 जिल्लामा पुगेको छ, त्यसले पनि राम्रो योगदान गरेको छ र अरू केही कार्यक्रमहरू पनि छन्। तर त्यति हुँदाहुँदै पनि यो पुगेको छैन कि जुन लेभलको आवश्यकता छ नि। मैले भने नि अब वर्षको 7 लाख जस्तो मान्छेहरू चाहिँ वैदेशिक रोजगारमा जान्छन्, अनि अब त्यति थोरै सानातिना टुक्रे कार्यक्रमबाट चाहिँ ती मान्छेका आवश्यकताहरू पुरा हुन सकेको छैन। सीता म्याडमले यो क्षेत्रमा काम गरेको 12 वर्ष जस्तो काम गर्नुभयो। एकदम यसले गर्दाखेरि सानोदेखि ठुलो कुरा पनि देख्नु भएको छ। खासमा वैदेशिक रोजगार श्रम आप्रवासनलाई व्यवस्थित गर्न, मर्यादित बनाउन, पारदर्शी बनाउन, यानि यो उठ्ने गुनासो नै हुन्, यसलाई गर्नु पर्थ्यो के? यसलाई गर्नुपर्ने पहिलो कुरा नीति नियमहरू कानुनहरू प्रष्ट हुनु पर्यो र आवश्यकता अनुसारको हुनु पर्यो। अहिले हामी कहाँ भएका कानुनहरू अलिकति पुराना पनि छन्। अब कानुन चाहिँ रिभ्यू गर्ने, नीति रिभ्यू गर्ने भनेर चाहिँ भनेको केही वर्षै भइसकेको छ। रिभ्यू हुन्छन्, ड्राफ्ट आउँछन्, फेरि फाइनल हुन सक्दैन, त्यस्तै अवस्थामा चाहिँ रहिरहेको अवस्था छ। केही त रिभ्यू भएका छन्, तर पनि अलि जुन लेभलको जसरी हुनुपर्ने हो त्यो भइरहेको अवस्था छैन, एउटा कुरा। अर्को कुरा, अब तिनै तहका सरकारहरूको जिम्मेवारी प्रष्ट भएर लाग्नुपर्ने छ। तिनै तहका सरकारहरूको बिचमा समन्वय हुनुपर्ने छ। अब भनौँ न, सङ्घीय सरकारले विदेशसँग, डेस्टिनेसन कन्ट्रीसँग बाइलाटरल एग्रिमेन्टहरू गर्नुपर्ने हुन्छ। हाम्रा मान्छे काम गर्नको लागि पुगेका छन् 170 भन्दा बढी मुलुकमा। बाइलाटरल एग्रिमेन्ट भएको छ 12 वटा देशसँग। जब बाइलाटरल एग्रिमेन्टै छैन भनेपछि गएका हाम्रा मान्छे कसरी सुरक्षित हुन्छन् त त्यहाँ? अनि सुरक्षित नहुँदाखेरि हाम्रो देशले त्यो रिसिभिङ कन्ट्रीसँग, त्यो देशसँग आफ्नो कुराहरू राख्नलाई पनि त आवाज त कमजोर भयो नि। त्यसले गर्दाखेरि यो बाइलाटरल एग्रिमेन्टहरू हुनुपर्ने कुराहरू छन्। अब सिप तालिमको कुरा मैले अघि गरिहालेँ। जाने मान्छे पनि सचेत भएर जानु पर्यो। यो जाने व्यक्ति आफ्नो पनि जिम्मेवारी छ के, सबै कुरा सरकारले मात्रै गरेन भन्ने कुरा पनि छैन। जाने मान्छे आफू पनि बुझेर जानु पर्यो। त्यो अलिकति बुझाइ नै, अब विदेश जाने अलि लहैमा हिँडेको पनि पाइन्छ के। सिक बुझ भन्दाखेरि त्यति इन्ट्रेस्ट नलिएको। र अब अर्को पाटो चाहिँ, हुन त कानुनी हिसाबमा एजेन्टहरू छैनन्, तर व्यावहारिक हिसाबमा गाउँमा एजेन्टहरू छन्, जसले चाहिँ व्यक्तिहरूलाई घरबाट यहाँका म्यान पावर कम्पनीहरू, रिक्रुटमेन्ट एजेन्सीहरूसँग चाहिँ जोड दिने काम गर्छन्। ती एजेन्टहरू
अलिकति व्यवस्थित हुनुपर्ने, व्यवस्थित गर्नुपर्ने राज्यको दायित्व हो र रिक्रुटमेन्ट एजेन्सीहरूको पनि अलिकति व्यवस्थित गर्नुपर्ने, जिम्मेवारी अलिकति बढाउनु पर्ने दायित्व चाहिँ देखिन्छ। अब धेरै कुरा यहाँ चाहिँ झुटा आश्वासनहरू दिएको पाइन्छ, बढीभन्दा बढी चाहिँ चार्ज लिएर लगेको पाइन्छ। अब यो देशमा काम नपाएर घर जग्गा धितो राखेर केटाकेटी स्कुलमा भर्ना गर्न नसकेको अवस्थामा अतालिएर विदेश जाने मान्छे महँगो ब्याजमा ऋण लिएर जानुपर्ने अवस्था छ। त्यो ऋण उठाउनलाई उसलाई तपाईँ हिसाब गर्नु न, 3 लाख 3.5 लाख तिरेर मान्छे चाहिँ कतार साउदी जान्छन् अनि त्यहाँ गएर चाहिँ महिनाको 30,000 35,000 साला खाला भन्दैछु मा चाहिँ काम गर्छन्। अनि यहाँको 3.5 लाख र यो मिटर ब्याजी त हामीलाई थाहा छ नि, जुन समस्या अझै समाधान भएको छैन। इस्यु उठ्यो, दुःख पाउनेले दुःख पाए, अझ समस्या समाधान भएको छैन मिटर ब्याजीको। अनि यो मिटर ब्याज तिरेर त्यो पैसा कति महिनामा यिनले ऋण तिर्छन् अनि त्यसपछि कहिले यिनको चाहिँ बालबच्चा घर व्यवहार चाहिँ बन्छ भन्ने कुरामा मैले मेजोरिटीको कुरा गर्दैछु है। राम्रो काम पाउने, राम्रो कमाइ हुने पनि छन्, ती चाहिँ माइनोरिटीमा छन्। मेजोरिटीको हालत चाहिँ यही छ। त्यसले गर्दाखेरि अलिकति अब पहिलो कुरो त अब राज्यलाई नै मैले अघि भनिहालेँ, राज्यले नै बुझेको कुरा व्यवहारमा ल्याइदिनु पर्यो। नबुझेको कोही पनि छैन राज्य सत्तामा, बुझेको कुरा व्यवहारमा ल्याइदियो भने पुग्छ। यी कुराहरू गरियो भने चाहिँ केही हदसम्म सपोर्ट मिल्छ जस्तो लाग्छ मलाई। अनि म्याडम चाहिँ यो श्रम तथा आप्रवासन क्षेत्रमा 12 वर्ष अघि आउने बेलामा अलिकति यसलाई रिभ्यू गरौँ न। त्यो बेलाको कस्तो थियो वैदेशिक रोजगारी? मैले अघि पनि भने त्यो बेला चाहिँ विदेश जाने क्रम त थियो नै डेफिनेटली, तर अहिलेभन्दा सङ्ख्या कम थियो, जानेको सङ्ख्या कम थियो। महिला कामदारहरू जाने पनि सङ्ख्या कम थियो र हेर्दाखेरि हाम्रो चाहिँ विशेष गरेर अब यो नीति निर्माणको तहमा अथवा पब्लिकले पनि विदेश पठाउनुहुन्न भन्ने अवस्था थियो। विदेश पठाउनलाई प्रोत्साहन गर्ने खालका काम गर्नुहुन्न, यहीँ काम सिर्जना गर्नुपर्छ भनाइ त ठिक हो कि उहाँहरूको, विदेश पठाउन प्रोत्साहन गर्ने होइन, यहीँ काम सिर्जना गर्ने हो। तर खोइ त भएको भएका उद्योग धन्दा कल कारखानाहरू बन्द हुँदै गए, यहाँ मान्छेले काम पाउने अपर्च्युनिटीहरू सुक्दै गए। मान्छेलाई लगानी गरौँ भन्दाखेरि लगानी मैत्री वातावरण छैन, मान्छेलाई डर छ लगानी गर्दाखेरि फर्किन मेरो लगानी भन्ने। अनि त्यस्तो अवस्थामा त मान्छेहरू जाने नै भए। त्यसैले अब सुरुको भन्दा अहिले जानेको सङ्ख्या बढेको छ, ठगी पनि घटेको छैन, बरु बढेको छ। जतिको सङ्ख्यामा मान्छे विदेशमा काम गर्न गए त्यति नै बढी सङ्ख्यामा मृत्यु भएर फर्किनेहरूको सङ्ख्या बढेको छ, अङ्गभङ्ग भएर फर्किनेको सङ्ख्या बढेको छ। अब फर्मल च्यानलबाट रेमिटेन्स उति बेला नै आएको थिएन, अहिले पनि आउन सकेको छैन। रेमिटेन्स फर्मल च्यानलबाट ल्याउनको लागि त्यति धेरै प्रोत्साहन दिइरहेको अवस्थाहरू पोलिसीहरू पनि देखिँदैन। ब्याङ्कले 1% फर्मल च्यानलबाट आएको पैसामा चाहिँ ब्याज बढिदिन्छ, त्यो चाहिँ क्लियरली देखिन्छ। अब अरू कुराहरू फाटाफुट्टा छन् तर लागू गर्न सकेका छैन कि। विदेशबाट फर्केर आउने व्यक्तिहरूले नै भन्छन्, मैले अब कतिको गुनासो सुनेको छु, सस्तो ब्याजमा ऋण पाइन्छ भने सुनेर गएको, लिन सकिएन ऋण, यो चाहियो त्यो चाहियो, आज भोलि गर्दा गर्दै म त थकित भएँ, छोडिदिएँ, लिन सकेको छैन। नियमहरूले, प्रावधानहरूले, पोलिसीहरूले पनि यहीँ बसौँ, काम गरौँ अथवा फर्केर आइहालौँ, आएको पैसालाई राम्रोसँग लगानी गरौँ, सदुपयोग गरौँ भन्ने माहौल चाहिँ बनाउन नसकेकै हो। भनेपछि एज अ पब्लिकले बुझ्दाखेरि समस्या जस्ताको तस्तै छन्। समग्रमा भन्दाखेरि जस्ताको तस्तै हुन्, तर केही स्वरूपहरू फरक छन्। तर अल्टिमेटली समग्रमा भन्दाखेरि समस्या चाहिँ ठगीमा परेकै छन्। मान्छे सिप सिकेर जान सकेको छैन, सिप लिएर आएको यहाँ सदुपयोग गर्न सकेको छैन। अब मृत्यु हुने, बिरामी हुने, घाइते भएर आउनेको सङ्ख्या छँदैछ। त्यसले यसरी हेर्दाखेरि चाहिँ समस्या छन्। अनि सरकारका मान्छेहरू, मन्त्रीहरू, अरू प्रधानमन्त्रीहरू समेतले पनि वैदेशिक रोजगारलाई उच्च प्राथमिकता दिएको बताउनुहुन्छ। उहाँहरू जसरी हुन्छ सुरक्षित गर्छु भन्नुहुन्छ, तर भएको चाहिँ केही छैन नै भन्नुपर्ने हुन्छ।
अब छँदै छैन त होइन, छ जस्तो केही नीति नियमहरू पनि छन् होइन। मैले अघि पनि भने केही कार्यक्रमहरू पनि छन्, सरकारले पनि अब यो चाहिँ गर्नुपर्छ भनेर केही गरिराखेको पनि देखिन्छ। छैन केही पनि त होइन, संरचनाहरू छन् होइन। श्रम मन्त्रालय छ, विभाग छ, बोर्ड छ। अब स्थानीय सरकारले पनि स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत उहाँहरूले गर्नुपर्ने जिम्मेवारीहरू गर्नुपर्ने छ, संरचनाहरू छन्। कुरा बुझेको छ, सबैले बुझाइको लेभलमा छ। सबै भन्नाले मैले चाहिँ यो संरचनामा रहने अधिकारीहरूलाई भने कुरा पनि बुझेको छ, संरचना छ, सबै कुरो छ। तर एउटा पिपुलले जुन पाउनुपर्ने हो नि, त्यो पाउनुपर्ने कुरा चाहिँ उहाँहरूले अब टुक्रे टाक्रे कार्यक्रमहरूले गरेको, अब फाटोफुट्टो सपोर्ट, जस्तो वैदेशिक रोजगार बोर्डले पनि गर्छ केही सपोर्ट, विभागले गर्छ केही सपोर्ट, त्यस्ता खालका केही सपोर्टहरू छन्। त्यो भनेको चाहिँ मैले भन्नुपर्दाखेरि म सिटामोल भन्छु कि बिरामीलाई सिटामोल चाहिँ पाएको छ, एकछिनको लागि टाउको दुखेको निको भएको छ, तर यसको चाहिँ जरैसम्म पुगेर समस्याको समाधान हुन सकेको छैन। हुनुपर्ने अवस्था चाहिँ छ। अनि यो बिचमा विभिन्न संस्थाहरू, खास गरी गैर सरकारी संस्थाहरूले पनि काम गरेको देखिन्छ। उहाँहरूको भूमिका चाहिँ कस्तो पाउनुभयो म्याडमले? उहाँहरूको भूमिका त मैले भने नि, उहाँहरू भनेको अब एउटा सस्टेनेबल वेमा काम गर्न सक्ने अवस्था होइन होइन। गैर सरकारी संस्थाले गर्ने भनेको प्रोजेक्ट हो, टाइम बााउन्ड हो। गर्नुभएको छ काम उहाँहरूले, आफूले सक्ने, आफ्नो सीमित घेराभित्र आफ्नो बजेटको दायराले दिने कुराहरू उहाँहरूले गर्नुभएको छ। एडभोकेसी लबीका कामहरू गर्नुभएको छ। तर अब यति मात्रै गरेर पुगेको छैन कि ठुलो समस्या छ देशमा। त्यो ठुलो समस्या समाधान गर्नलाई ठुलै किसिमबाट चाहिँ समाधानका उपायहरू आउनुपर्ने हुन्छ। तर अब गैर सरकारी संस्थाले काम गर्दैमा सिङ्गो समस्या समाधान हुने होइन। केही समस्या समाधान हुन्छ, सपोर्ट हुन्छ, सहयोग हुन्छ। केही व्यक्तिहरू विदेशमा अलपत्र परेका व्यक्तिहरू आउन सकेका छन्, अब केही सपोर्टहरू भएको छ, केहीले ज्ञान सिप पाएका छन् जानुभन्दा अगाडि। तर यो भनेको अल्टिमेट समस्याको समाधान, दीर्घकालीन समस्याको समाधान चाहिँ होइन, यतिले पुग्दैन भन्न खोजेको मैले। अनि म्याडमले पटक भनिरहनु भएको छ, त्यो निकै जायज कुरा पनि लाग्छ मलाई चाहिँ। अब कुरा सबैले बुझेका छन् तर गर्दैनन् भनेर, यसको अर्थ कि नेपालमा राइट प्लेस छैन भन्ने अर्थ हो? अब त्यही त, कुरा बुझिसकेपछि, कुरा बुझेको मान्छे गर्न सक्ने ठाउँमा पुगेपछि त गर्नुपर्ने हो। अब यो किन गर्दैनन् भन्ने कुरा चाहिँ उहाँहरूले नै जान्ने कुरा हो। हामीले बाहिरबाट हेर्दाखेरि त्यो के माहौल छ, के जन्जाल छ, केले गर्न दिँदैन थाहा छैन मलाई, म अब भन्न सक्दिनँ। इच्छा शक्ति जस्तो लाग्छ मलाई। अब विभिन्न मन्त्रालयहरूको बिचमा समन्वय बढाउनु पर्ने देखिन्छ। इभन विदिन एउटा मन्त्रालय पनि विभिन्न विभागहरूको बिचमा, डिपार्टमेन्टको बिचमा पनि समन्वय भइरहेको देखिँदैन। यस्ता विविध कारणले अब विदेशसँग, डेस्टिनेसन कन्ट्रीसँग बाइलेटरल एग्रिमेन्ट गर्नको लागि पहल भयो भनेको सुनिन्छ, समाचारहरूमा पढिन्छ। तर बाइलेटरल एग्रिमेन्ट यतिवटा मुलुकमा भयो, 1 वर्षमा यतिवटा मुलुकमा भयो र त्यो एग्रिमेन्टमा यो कुरा छन् भनेर चाहिँ आउन सकेको देखिँदैन। पहल। तर अब पहलले मात्रै त भएन। हाम्रा राजदूतहरू पनि हुनुहुन्छ त्यो मुलुकमा होइन। ती राजदूतहरूले पनि कति पहल गरिरहनु भएको छ, गर्नुभयो होला। यहाँबाट पनि पहल भइरहेको सुनिन्छ, तर रिजल्ट आउन सकेको छैन कि। अब त्यो रिजल्ट नआइकन त भयो, जनताले पाए भन्न सकिएन, दुःख पाउनेले भाका पाइछन्, पहल मात्रै भएर त भएन नि। अनि वैदेशिक रोजगारलाई राम्रो बनाउनलाई नेपालका सिभिल सोसाइटीहरूले खेलेको भूमिका चाहिँ कस्तो लाग्छ? सिभिल सोसाइटीको भूमिका पनि राम्रो छ। यदि सिभिल सोसाइटीले यति भूमिका नखेल्ने हो भने यो अवस्थामा पनि आउन सक्ने थिएन होला। धेरै कुरा त छन् जुन अघि मैले भने, सकारात्मक कुराहरू पनि धेरै भएका छन्। त्यसैले अब सिभिल सोसाइटीले कार्यक्रमहरू सञ्चालन गर्ने, रिसर्च गर्ने, त्यसको आधारमा एडभोकेसी लबीहरू गर्ने, यी कुराहरू जुन जति उहाँहरूले भूमिका खेल्नु भएको छ त्यसलाई राम्रो मान्छु मैले। पुगेको छैन, डेफिनेटली पुगेको छैन। उहाँहरूले पनि अझ राम्रोसँग काम गर्नुपर्ने ठाउँ छ।
आफूलाई सुधार्ने ठाउँ छ अझै पनि, सरकारले पनि सुधार्ने ठाउँ छ, सिभिल सोसाइटीले पनि सुधार्ने ठाउँ छ। त्यो भएर नै त समस्याको चाहिँ समाधान हुन सकिरहेको छैन। अनि अब म्याडमको अघि पनि भन्नुभएको छ, भन्न त अझै यसलाई कङ्क्रिट भन्दाखेरि आफ्नो अनुभव 12 वर्षको अनुभव होइन, प्रशस्त अनुभव हो। त्यसको आधारमा अब नेपालको वैदेशिक रोजगारी सुधार्नलाई यी 5वटा काम गर्यो भने तत्काललाई के हुन्छ भन्ने, के 5वटा काम गर्यो भने सुधार हुन्छ जस्तो लाग्छ? पहिलो कुरा चाहिँ तिनै तहको सरकारमा नीति नियम कानुनहरू बन्नु पर्यो। छैन मैले भन्न खोजेँ होइन, त्यो चाहिँ अब आवश्यकता अनुसारको त्यसलाई रिभ्यू गरेर नभएकोलाई बनाएर नीति नियम कानुन चाहिँ इन प्लेस हुनु पर्यो। दोस्रो कुरा, अलिकति वैदेशिक रोजगारमा जाने मान्छे र तिनका परिवार पनि सचेत सजग हुनु पर्यो। म कहीँ जाँदैछु भने मैले केही कुरा सिकेर बुझेर जानुपर्ने हुन्छ। कहाँ सिक्न पाइन्छ, कहाँ बुझ्न पाइन्छ। सिक यति कुरो बुझेर जाऊ भनेर जानकारी दिँदा पनि उहाँहरू पनि फेरि सुन्नलाई गाह्रो मान्ने, सिक्न बुझ्नलाई गाह्रो मान्ने अवस्था पनि देख्दै आएको हो मैले। सूचना केन्द्रहरू छन् हरेक जिल्लामा, जिल्ला प्रशासन कार्यालयमा। त्यो सूचना केन्द्रमा पासपोर्ट लिन आउने मान्छेलाई चाहिँ सूचना दिने प्रयास गरिन्छ। उहाँहरूलाई धेरैलाई चाहिँ त्यो सुन्ने धेरै इन्ट्रेस्ट लिएको देखिँदैन कि गइहालौँ गरिहालौँ। अनि अब त्यो उहाँहरूलाई गराउनुको पछाडि पनि फेरि कतिपय अवस्थामा एजेन्टहरू छन्। एजेन्टहरूले सकेसम्म सिक्ने बुझ्ने अवसर नभइदिएदेखि हामीले चाहिँ आफ्नो किसिमले उनीहरूलाई परिचालन गर्न सक्थ्यौँ, आफ्नो किसिमले उनीहरूबाट चाहिँ कस्टहरू चाहिँ लिन सक्थ्यौँ उनीहरूबाट भन्ने खालको चाहिँ उहाँहरूले पनि आफ्नो फाइदा हेरेर अलिकति त्यो सिक्न बुझ्न जानलाई डिस्करेज गरेको अवस्था देखिन्छ भने। अब यो हाम्रो मान्छे काम गर्न जाने मुलुकहरूमा बाइलेटरल एग्रिमेन्टहरू हुनु पर्यो। बाइलेटरल एग्रिमेन्ट पनि बेलामा रिभ्यू अपडेटहरू हुनु पर्यो। अब वर्षौँ अघि भएको एग्रिमेन्ट पनि अहिले त्यत्तिकै छ, त्यसको चाहिँ अपडेटहरू भएको छैन। अनि अब त्यो अनुसार लागू भएको छैन। अलिकति हाम्रो सरकारको चाहिँ हाम्रा कामदार जाने मुलुकसँग अलि नेगोसिएसन बार्गेनिङ क्यापासिटी नपुगेको जस्तो लाग्छ कि मलाई। हाम्रो मान्छे काम गर्न जाँदैछन् भने हामीले उनीहरूको लागि चाहिँ काम गर्नको लागि जनशक्ति पठाइराखेको छौँ भने हाम्रो हात माथि हुनु पर्थ्यो मैले देखेको। तर हाम्रो सरकारले डिल गर्दाखेरि हाम्रो हात तल भए जस्तो देखिन्छ कि गयो कुरा गर्यो फर्क्यो आयो, अलि स्वर सानो भए जस्तो, हाम्रो चाहिँ अलिकति लेभल अफ कन्फिडेन्स चाहिँ कम भए जस्तो लाग्छ कि मलाई। त्यो भएर हाम्रो त हात माथि हुनुपर्ने, हामीले जनशक्ति पठाएको छौँ। त्यो किसिमको बाइलेटरल एग्रिमेन्टमा क्लजहरू राख्नुपर्ने जस्तो लाग्छ मलाई। उदाहरणको लागि अब अहिले यो गल्फ कन्ट्रीहरूमा चाहिँ घरायसी काममा जानको लागि थुप्रै शर्तहरू छन् है। एक किसिमले ब्यान भन्दा पनि हुन्छ। त्यो शर्त पुरा गर्न सक्ने अवस्थै छैन र घरायसी काममा जाने भनेको मेजोरिटी चाहिँ महिला हो। अनि अब यो एउटा शर्त मध्येको एउटा शर्त चाहिँ के छ भनेदेखि बाइलेटरल एग्रिमेन्ट भएको मुलुकमा मात्रै महिला कामदार चाहिँ डोमेस्टिक वर्कमा जाने भनेको छ। जब बाइलेटरल एग्रिमेन्ट 12वटा देशमा छ अनि के 12वटा देशमा मात्रै जाने त? त्योभन्दा अरू मुलुकमा चाहिँ काममा जान नपाइने? अरू क्लजले गर्दाखेरि त्यो 12वटा मुलुकमा पनि जान सक्ने अवस्था छैन महिलाहरूको। तर मैले एउटा एक्जाम्पल दिँदाखेरि त्यो छ। अनि यसरी महिलाहरूलाई त्यो खालको बाध्यता भएपछि उनीहरूले चाहिँ अरू छिद्रबाट गइरहेका छन्। जसरी भए पनि काममा त जानु नै छ, आय आर्जन गर्नु नै छ, आफ्नो बाध्यात्मक परिस्थिति यहाँ घर व्यवहार सम्बन्ध आदि कुराहरूले गर्दाखेरि अनि उनीहरू चाहिँ दलालको माध्यमबाट श्रीलङ्का, इन्डिया, अन्य मुलुकबाट जान्छन् भनेपछि उनीहरू अझ बढी जोखिममा पर्छन्। र यसरी अनडकुमेन्टेड किसिमबाट गइसकेपछि उनीहरूले जुन यहाँ पाउनुपर्ने फाइदा वैदेशिक रोजगार बोर्डले जति दिने सुविधाहरू छन् उनीहरू अप्ठ्यारोमा पर्दाखेरि मृत्यु नै भएको अवस्थामा यहाँ बालबालिकाले पाउने स्कलरसिपदेखि लिएर विभिन्न अरू सामाजिक सुरक्षाका कुराहरू छन् त्यो केही पनि पाउँदैनन्। र उनीहरूलाई रेस्क्यु गर्दाखेरि पनि उनीहरू चाहिँ प्राथमिकतामा अनडकुमेन्टेड मान्छे पर्दैनन्। त्यसो हुँदाखेरि त झन् जोखिममा परे। अब यो कुरालाई चाहिँ बुझ्नुपर्ने हुन्छ कि राज्यले। यो राज्यले बुझ्यो भने यो समस्या समाधान गर्न सकिने कुरा हो नि। समस्या समाधान गर्न नसक्ने भन्ने त हुँदैन।
तर अब 100% समाधान भन्ने त नहोला हैन, किनभने हामी अब यो देशको मान्छे अर्को देशमा गएर काम गर्दैछौँ, त्यहाँको नियम कानुन, त्यहाँको अवस्था, त्यहाँको परिवेश, ती सबै कुराले गर्दाखेरि 100% आइडियल सिचुएसन त नहोला, तर अहिलेकै अवस्थामा चाहिँ रहँदैन, डेफिनेटली सुधार हुन्छ। अनि अर्को कुरा सीता म्याडम, नेपालमा यो वैदेशिक रोजगारीको विषयलाई लिएर मान्छेहरू विभाजित छन्। कसैले चाहिँ वैदेशिक रोजगारीले गर्दा देशमा रिमिटेन्स आयो राम्रो भयो पनि भन्छन्, कतिले चाहिँ देशको अर्थतन्त्र अझै बिग्रेर गयो भन्छन्। तपाईँलाई चाहिँ के लाग्छ? के छ भने रेमिटेन्स नआएको हो भने अहिले देशको अर्थतन्त्र चल्ने थिएन। यो कुरो त हामीले देखेका छौँ, सबैले स्वीकार्नु भएको छ। वर्षको त 12 खरबभन्दा बढी रकम चाहिँ यो देशमा भित्रिएको छ, जसले गर्दाखेरि यो डलर एक्सचेन्जलाई यसैले त बचाएको छ, नभए त हामीलाई डलर कहाँबाट आउँथ्यो। र आएको एउटा मूल स्रोतै अहिले रेमिटेन्स भएको छ देशमा। त्यसले गर्दाखेरि रेमिटेन्स आएर मुलुक राम्रो भएन भन्ने पक्षमा त म छैन, यसले टिकाएकै हो, नेपाललाई टिकाउने नै अहिले हेर्दाखेरि रेमिटेन्स हो। तर रेमिटेन्स भनेर बस्दाखेरि डिपेन्डेन्ट चाहिँ भएको छ। त्यो चाहिँ म भन्छु कि अरू उद्योग धन्दा कल कारखाना खोल्ने, यहाँ लगानी गर्ने, यहाँ टुरिज्महरू चाहिँ फस्टाउनको लागि प्रयास गर्ने कुराहरू चाहिँ तिर कम ध्यान गयो। रेमिटेन्स आइरहेछ भइरहेछ भन्ने खालको एक किसिमले रिल्याक्स भएको हो कि राज्य कता भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यो दुईटाको ब्यालेन्स हुनुपर्छ भन्ने मेरो विचार हो। अनि कसरी ब्यालेन्स गर्न सकिएला भनेको अब फेरि घुम्दै फिर्दै त्यही कुरा आउँछ कि अब काम गर्ने अपर्च्युनिटी चाहिँ यो देशमा रहनुपर्छ, लगानी गर्ने वातावरण रहनुपर्छ। थुप्रै अवसरहरू छन् नि त, त्यो अवसर त हामीले त्यसलाई अझ एउटा व्यवस्थित गर्न नसकेको मात्रै हो। टुरिज्म नेपालमा कति फस्टाउँछ, इको टुरिज्म गर्ने हो भने कति फस्टाउँछ नेपालमा। उद्योग धन्दा हाम्रा छन् नि, नभएको होइन। हामी कृषि प्रधान देश, कृषिमा आधारित देश, तर कृषि उपजहरू अहिले सबै बाहिरबाट ल्याएर चाहिँ हामी निर्भर हुनुपर्ने अवस्था देखिन्छ। हामी कहाँ थुप्रै कुराहरू छन्, सम्भावनाहरू थुप्रै छ, जलस्रोतको भण्डार, हामी हाइड्रो पावरको सम्भावना जताततै छ, यसलाई व्यवस्थित गर्न सकेका छैन। त्यसैले अब यो व्यवस्थित गर्ने हो भने वैदेशिक रोजगारमा जानेको सङ्ख्या डेफिनेटली घट्छ। घटिसकेपछि त यहीँ आय आर्जन हुन्छ, यहीँ हामी चाहिँ इन्डिपेन्डेन्ट सधैँका लागि हुन सक्ने अवस्था हुन्छ। अर्काको मुलुकले कुन दिन जा भन्छ, हामी देखिरहेछौँ नि। विदेशमा हाम्रा कामदारलाई कतिखेर ल यतिजना मान्छेलाई चाहिँ पठायो, उनीहरूलाई जति चाहिन्छ त्यति लिन्छ नि। उनीहरूलाई जुन खाले ह्युमन रिसोर्स चाहिन्छ त्यही खाले ह्युमन रिसोर्स लिन्छ। धेरैजसो गल्फ कन्ट्रीमा हेर्नु न, लेबर मात्रै गएका छन्, धेरैजसो लेबर गएका छन्। उसलाई लेबर चाहिन्छ, राम्रो काम गर्ने, अलिकति गतिलो काम गर्ने, बढी आय आर्जन गर्ने चाहिँ आफ्नो मान्छेलाई लाउँछ होला। अनि लेबर काम बाहिर घाममा बसेर पसिना बगाउने चाहिँ विदेशीहरूलाई ल्याएर लाइराखेको अवस्था देखिन्छ। भनेपछि हामी डिपेन्डेन्ट त्यतातिर भयौँ। त्यसले गर्दाखेरि हाम्रा मान्छेले दुःख पनि पाए र धेरै मान्छेले दुःख गरेर थोरै रेमिटेन्स आएको छ भन्छु म। रेमिटेन्स वर्षको 12 खरबभन्दा बढी आए तापनि हुन त यो फेरि छलफल गर्दै जाँदाखेरि कुरा धेरै आउँछ। अब यो पनि लिगल च्यानलबाट आएको होइन, लिगल च्यानलबाट आएको रेमिटेन्स मात्रै होइन, त्यो मतलब लिगलबाट आएको त्यति देखिन्छ। तर आफ्नै किसिमबाट, हुन्डीबाट, विभिन्न किसिमबाट आउने त अरू धेरै छ रेमिटेन्स। त्यो पनि एउटा चाहिँ हाम्रो सरकारको एउटा कमजोरी को पाटो छ। हामीले चाहिँ अलिकति बढी रेमिटेन्स ल्याउन सक्ने क्षमतावान बनाएर क्यापेबल ह्युमन रिसोर्स विदेश पठाएर रेमिटेन्स ल्याउने, अरू ह्युमन रिसोर्स जुन हामीलाई चाहिएको छ, हेर्नुहोस् हाम्रा बाटाघाटा बन्न सकेका छैनन्, खेतीपाती बाँझा छन्, काम गर्ने मान्छे पाइँदैन, यतिसम्म मान्छे मर्दा लास बोक्ने मान्छे पाइएको छैन ठाउँमा। अहिले त्यो अवस्था आइसक्यो। घर जानुहोस्, बुढाबुढी देखिन्छ, वृद्धाश्रम भइसक्यो सबै घरहरू। अब यो त हाम्रा आँखाले देखिरहेका कुरा छन् त। भनेपछि हाम्रा मान्छे यहाँ टिकाउने अवस्था गरेको भएदेखि हाम्रो लागि इन्कम, देशको प्रोडक्टिभिटी पनि यहीँ बढ्थ्यो। चाइनाबाट, इन्डियाबाट ल्याएर चाहिँ खानुपर्ने बस्नुपर्ने अवस्था हुन्थेन भने
अब रेमिटेन्स आउनलाई पनि त्यति धेरै मान्छेले दुःख गरेर थोरै ल्याउनु पर्ने अवस्था हुन्थेन, थोरै मान्छेले दुःख गरेर धेरै ल्याउनु पर्ने अवस्था पनि हुन्थ्यो। अब यहाँनिर चाहिँ अलिकति तालमेल ब्यालेन्स नमिलेको, अघि मैले ब्यालेन्स भनेको चाहिँ त्यो ब्यालेन्स नमिलेको चाहिँ यहाँनिर जस्तो लाग्छ मलाई। अनि हाम्रो मान्छे यहीँ बस्नको लागि सरकारले कस्ता पोलिसीहरू लिन आवश्यक ठान्नुहुन्छ? लगानी मैत्री पोलिसी चाहियो। हुन त यसपालिको बजेट आइसकेपछि प्राइभेट सेक्टर खुसी भएको देखेँ मैले। अब लगानी मैत्री वातावरण देख्नुभयो होला उहाँहरूले, हाम्रा दिएका सुझावहरू परे भनेर खुसी भएको देखेँ मैले। मलाई पनि खुसी लाग्यो यदि अब त्यो नै अवस्था हो र भोलि त्यही किसिमले व्यवहारमा कार्यान्वयन हुन्छ भनेदेखि त्यो राम्रो कुरा हो। लगानी मैत्री वातावरण हुनु पर्यो। अनि अब हाम्रो देशमा उब्जेका उब्जनीहरू तपाईँ जुम्राको स्याउ हेर्नुहोस्, फत झरेर कुहिएर खेर गइरहेको छ। अनि हामी चाहिँ चाइनाबाट, इन्डियाबाट, अरू मुलुकबाट स्याउ ल्याएर खाइरहेछौँ, आयात गरेर। अरू अन्न उब्जनीहरू, अनाजहरू सबै बाहिरबाट ल्याइरहेछौँ धेरै। हाम्रो देश भनेदेखि चाहिँ खेतीपातीहरू बाँझा छन्। यत्रो टुरिज्मको चाहिँ सम्भावना छ यो देशमा, त्यो सम्भावनालाई बढाउन सकिएको छैन। म त हेर्नुहोस् यो ट्रेकिङमा 2-4 ठाउँ गएर आउँदाखेरि सगरमाथाबाट फर्किँदाखेरि टुरिस्टहरूले प्लास्टिक बोकेको भारी, प्लास्टिक बोकेर त्यहाँको प्लास्टिक उठाएर उनीहरूले चुइँ बोकेर चाहिँ यता लिएर आइरहेको पाइयो। अब यो हामीले बनाउन सकेनौँ नि। प्लास्टिक सगरमाथामा लगेर फाल्ने, जहीँतहीँ फालेको छ। सगरमाथाको के कुरा, जताततै प्लास्टिकहरू फालिएका छन्। त्यो अलिकति व्यवस्थित टुरिज्मलाई व्यवस्थित गर्नलाई त्यही किसिमको सुविधाहरू, फेसिलिटीहरू दिन सकिएको छैन। मान्छेहरू अब नेचरले दिएर आकर्षण भएको छन्। यो हाम्रो वरदान हो, हाम्रो भाग्यको कुरा हो भन्नु पर्यो। एक किसिमले वरदान पाछौँ, तर त्यसको सम्वर्धन गर्नलाई अलि पुगेको छैन, सकिएको छैन। त्यो एउटा सम्भावनाको क्षेत्र भयो। यी विभिन्न सम्भावनाका क्षेत्रहरूलाई चाहिँ बढाउने हो भनेदेखि हामीकैमा उब्जेकोले हामीलाई पुग्छ, खान पुग्छ, लाउन पनि पुग्छ होला। त्यही किसिमले चाहिँ उद्योग धन्दा, कल कारखानाहरू चाहिँ चलाउने हो भनेदेखि अब हाम्रा पहाडमा कति धेरै उब्जनीहरू, कति राम्रा खालका गेडागुडीहरू, तरकारीहरू फलेका छन्। तर हामी देख्छौँ नि, दुध ल्याएर सडकमा घोप्ट्याएको देखिन्छ, तरकारी बारीमै कुहिएर चाहिँ मल बनाएको देखिन्छ। यसको चाहिँ यो बजारीकरण, बजार व्यवस्थापन गर्न सकेको देखिँदैन। त्यसमा पनि बिचौलियाहरूको उत्तिकै देखिन्छ। अब एउटा किसानले 10 रुपियाँमा बेचेको गोलभेडा यहाँ बजार आउँदा 50 रुपियाँ हुन्छ। 10 रुपियाँमा 1 किलो गोलभेडा बेचेर त्यो किसानले कति मल हाल्छ, कति पानी हाल्छ, कति मेहनत गर्छ, कसरी उब्जाउँछ फर एक्जाम्पल। यस्तै छ कि धेरै कुरा। बजार व्यवस्था पनि हुन सकेको छैन, बिचौलियाहरूको व्यवस्था गर्न सकेको छैन। यी सबै कारणले गर्दाखेरि हामी चाहिँ यहाँको सम्भावनाहरूलाई बढाउन नसकेको अवस्था हो। हामीले सम्भावनालाई अलिकति म्यानेज गर्न सक्यौँ भने त हाम्रो मान्छे विदेश जाने होइन कि विदेशी नेपालहरू काम गर्न सक्ने अवस्था छ। यति सम्भावना नबढाउँदा त विदेशी नेपालमा आएर कति काम गरेका छन् हेर्नुहोस्। व्हाइट कलरका काम पनि गरेका छन्, अरू काम पनि गरेका छन् विदेशीहरू। मैले अघि पनि भने छिमेकी मुलुकबाट आएर गरेका छन्। यहाँ सम्भावना बढाउने हो भने त हाम्रा पनि धेरैभन्दा धेरै मान्छे यहीँ खपत हुन्थे र विदेशी पनि आउँथे। तपाईँले भन्नुभएको कुरा एकदम सही हो। भर्खर यहाँले सगरमाथाको उदाहरण पनि दिनुभयो। सगरमाथामा काम गर्न, सगरमाथामा भर्या बन्न नै विदेशी आउन सक्ने ठाउँ छ। आउन पनि सक्लान्। पहिलो कुरो त त्यो हाम्रै मान्छे त्यसका लागि फिट छन्, हाम्रै मान्छेले काम गर्छन्। एउटा त्यो काम पाउने क्षेत्र पनि हो र अब अरू पनि आउन सक्छन्, गर्न सक्छन्। जो त सम्भावना त जहिले पनि खुल्ला हुन्छ। खालि के हो भने यहाँ स्पेस हुन पर्यो, के अपर्च्युनिटी यहाँ हुन पर्यो। त्यसपछि त विदेशी पनि आउलान्, नेपाली पनि यहीँ बस्लान्। त्यो त छँदैछ। अनि आजको अन्तर्वार्ताको हामी अन्तिमतिर छौँ। अब यहाँ चाहिँ भर्खर रेगुलर जबबाट अलिकति विश्राम, आराम, रेस्ट गरिरहनु भएको छ। यो बिचमा अब यहाँको के छ, अब नेक्स्ट प्लान, अब नजिकको प्लान अब के गर्दै हुनुहुन्छ? अलि मान्छेहरूलाई बुझ्ने गरी अब यत्रो अनुभवलाई कसरी युज गर्न थाल्नु भएको छ? अलिकति त म आफ्नो लागि नै समय दिन्छु। आत्मसन्तुष्टि हुने किसिमबाट, आत्मजागरण, आत्मसन्तुष्टि हुने किसिमबाट आफूलाई पनि समय दिन्छु। र पक्का पनि प्रोफेसनल कामहरू पनि मेरो अब 35 वर्षको अनुभवलाई मैले अलिकति डकुमेन्टेसन गर्ने, त्यसलाई चाहिँ अब जम्मा गर्ने
एकत्रित गर्ने, जम्मा गर्ने र त्यसपछि सेयर गर्ने किसिमको पनि सोच बनाएको छु। त्यसैको लागि केही रिसर्चहरू गर्नुपर्ने होला, त्यो पनि गर्छु मैले। र अर्को एउटा मलाई सेयर गर्नै मन लागेको कुरा चाहिँ यही वैदेशिक रोजगारको क्रममा काम गर्दै जाँदाखेरि धेरै जिल्लाहरू, गाउँ, कुना कन्दराहरू घुमियो, त्यो देखियो। त्यो गर्दाखेरि चाहिँ एउटा कुरो के मनमा खड्केको छ भने अहिले हाम्रो देशमा धेरै परिवारहरू चाहिँ 70% भन्दा बढी मान्छे विदेश गएका छन् कामको लागि। अब पढ्न जाने भए, पढ्न गएर उतै बस्ने भए छोराछोरी। यसरी चाहिँ अब धेरै जसो चाहिँ वृद्ध बसेको अवस्था छ। अब चाहिँ वृद्धको लागि केही गर्नुपर्ने चाहिँ आवश्यकता देखेको छु र मलाई भित्रैदेखि कमिटमेन्ट पनि जागेको छ। र अहिले हामी एउटा सानो ग्रुप चाहिँ छलफल पनि गर्दैछौँ, कन्सेप्ट एउटा बनाउँदै पनि छौँ। त्यो चाहिँ कस्तो भन्दाखेरि होम बेस्ड सर्भिस के अहिले वृद्धलाई सेवा भन्ने बित्तिकै वृद्धाश्रम भनेर चाहिँ जोडिहाल्छन् मान्छेले। त्यो जोड्न चाहेको छैन मैले। हामी चाहिँ घरमै सेवा पुर्याउने, घरमा चाहिने सेवा जस्तो औषधि उपचारको सेवा, उसको चाहिँ पानीको बत्तीको बिल तिर्दिने सेवा, बुढाबुढीले कसरी तिर्न सक्छन् बिल, होइन, त्यो चाहिँ बिल तिर्दिने सेवा भयो। त्यसपछि अब ग्यासहरू लगिदिनु पर्ला, बसेर उनीहरूका कुरा सुनिदिनु पर्ला, उनीहरूलाई मनोसामाजिक परामर्शहरू चाहिएला, के चाहिन्छ नि सबै खालको उनीहरूसँग भएका सिप, त्यो सिपलाई चाहिँ सदुपयोग गरेर बजारीकरण गरिदिनु पर्ला। भोलि भनौँ न चकटी, सुगुल गुन्द्री बुन्ने, टपरी बुन्ने, अहिले त बोता टपरी धेरै चलेको छ नि बजारमा, त्यसको अझ बजारीकरण गर्नुपर्ने, अझ प्रचार प्रसार गर्नुपर्ने देखिन्छ। उहाँहरूको सिप हो यो वृद्धको सिप। त्यो वृद्धको सिपलाई चाहिँ बजारसँग जोड दिने कुराहरू यस्तो उहाँहरूले चाहिँ अब आनन्दसँगले आफ्नै घरमा बस्न पाउने के, घर छोडेर अन्त गएर अर्को ग्रुपसँग मिलेर बस्नलाई भनेको वृद्ध अवस्थामा धेरै गाह्रो हुन्छ। फेरि आफ्नो घरसँगको एट्याचमेन्ट, त्यो माया मोह जे भए पनि आफ्नै घरको सुविधा त्यो छोडेर मान्छे हिँड्न चाहँदैन र सम्भव पनि हुँदैन वृद्धाश्रममा लगेर सबैलाई, धेरै महँगो पनि हुन्छ यो। त्यसले गर्दाखेरि यो होम बेस्ड सर्भिसको कन्सेप्ट चाहिँ हामीले डिजाइन गर्दैछौँ। मलाई लाग्छ यो चाहिँ राम्रै कन्सेप्ट हो, यो आवश्यक छ यसको लागि। निकै राम्रो सोच हो म्याडम। आज यहाँसम्म आएर हामीलाई अन्तर्वार्ता दिनुभयो, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद यहाँलाई पनि मलाई आफ्नो कुराहरू राख्ने मौका दिनुभयो।